धेरै वर्ष अगाडि एउटा स्त्री महिला बिहे भएकै हो, बच्चा चाहिँ थिएन, जलेर मरेको। अनि त्यसको आत्माले एकदम गाह्रो भएर शान्ति नपाएर धेरै वर्ष तर्पेपछि चाहिँ अहिले स्वयं अग्निदेवको कृपाले, शिवजीको कृपाले उहाँ चाहिँ अब सत्य अग्निदेवीमा उत्रिँदै हुनुहुन्छ। घरमा चाहिँ यही टोलमा भने अहिले म फेरि हेर्छु एकदम धेरै 85-86 त्यतिखेर 82 वर्ष भन्नुभएको थियो, 82-83 वर्ष अगाडिबाट पहिलाको जलेर एउटा महिला मृत्यु भएको। पहिले गरेका विविध कुराहरू असत्य ठहर भयो भने त तपाई पनि कारबाहीको भागीदार हुनु पर्ला नि। म एउटा कुरा, यो मेरो झुटो मेरो रहेछ भने, झुटो मैले देखेको रहेछु भने र भैरव बाबाले बोलेका कुराहरू हो, काल भैरव बाबाले र भोले बाबाले पाथिभरा मालिनी बोलेका कुराहरू मेरो ज्यानमा आएर यो कुरा झुटो भयो भने म यो पेसा छोडिदिन्छु। मैले भनेको छु, म यो काम गर्दै गर्दिनँ। ओम काल हम डङ्किनी छत्र नासम स्वाहा, ओम काल हम डङ्किनी फट हम हिरी फट स्वाहा। यो आगो लाग्ने कुरा सीसीटीभी क्यामेरा जडान भइसकेपछि सीसीटीभी क्यामेरा जडान भइसकेपछि एकाएक हरायो के यो अदृश्य शक्ति सबैले देख्ने भए माता धामी के को लागि देखिँदैन। माता धामीहरूले देख्नुहुन्छ, जसलाई मन्त्र ज्ञान छ त्यहाँले मात्रै देख्नुहुन्छ होइन। त्यस कारणले गर्दा पनि तपाईँहरूले नदेख्नु लागेको छ नि। घरका मान्छेले गरे, यो घरका मान्छेको चाहिँ नि यो सबै यो घर भाइरल बनाउनका निम्ति भन्ने छ। कसैले अब हामीलाई पनि गाली गर्नु भएको छ, टिका टिप्पणी गर्नु भएको छ। तपाईहरु युट्युबे पत्रकारहरूले गर्दाखेरि चाहिँ यो घरलाई भाइरल बनाइयो, एउटा कमाउने भाडो बनाइयो भन्ने छ। गाली गर्नु चाहिँ एकदम गलत हो, किनभने मिडिया हुन्थ्यो भने हामी यहाँसम्म पनि आइपुग्न सक्ने थियौँ। मिडियालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु म। यो घरमा अनौठो घटना घटिसके पश्चात अन्ततः विभिन्न ठाउँबाट धामी झाँक्री र माताहरू आउने क्रम जारी नै छ। आज पनि निकै लामो समयको यात्रा पश्चात बाइकमै उहाँहरू चाहिँ काठमाडौँबाट हिँडिसकेपछि करिबन 2 दिनपछि यो अनौठो घरमा पुग्नु भएको छ। उहाँलाई चाहिँ काल भैरव माता भनेर सबैले चिन्ने गर्नुहुन्छ। अब हामीले धेरै कुराकानी नगरौँ, यो घरको विषयमा सबैलाई जानकारी भइसकेको छ। अब बढाइ चढाइ गरेर कुरा गर्नुपर्ने आवश्यकता पनि छैन। तर यो घरको समस्या र मूल जड के हो त्यतातिर हामी जोडिन चाहन्छौँ। स्वागत छ माताजी। हजुर धन्यवाद, नमस्ते सबैलाई, प्रणाम। मलाई चाहिँ एकदम मैले यो घटना देख्ने बित्तिकै युट्युबमा मेरो आयो, रातिको समय थियो। त्यति बेला मैले भैरव बाबा यो के हो, के अनिष्ट हुँदैछ, मैले केही गर्न सक्छु कि सक्दिनँ हजुरको चेलीले भनेर मैले प्रश्न भैरव बाबालाई गर्दाखेरि उहाँले भन्नुभयो चेली गाह्रो छ भन्नुभयो नि। एकछिनमा फेरि उहाँले फिल्टर गर्नुभयो। त्यसपछि मलाई भन्नुभयो कि चेली जाऊ तिमी, त जानुपर्छ कि इन्डियाबाट अगाडि बाबा आउनुपर्छ कि नेपालबाट त जानुपर्छ भनेको कारणले गर्दामा एउटा मलाई सहयोगको भावना पनि मलाई जाग्यो होइन। त्यस कारणले गर्दामा हामी काठमाडौँबाट यहाँसम्म आउन सफल भयौँ। र तपाईलाई कसैले बोलाएको त होइन नि, यहाँ पारिश्रमिक लिनु भएको छ कि छैन? मैले पारिश्रमिक लिएको छैन, आफ्नै बरु ऋण पान गरेर भयो नि आएको छु सर। सानो बच्चा 2टा छोरा पनि आएको छु। उहाँ चाहिँ मेरो हस्बेन्ड, उहाँ हुनुहुन्थेन भने सायद म आज यो ठाउँसम्म आउने थिएन। उहाँलाई धेरै धेरै राइडर चाहिँ धन्यवाद दिन चाहन्छु, मेरो पति हुनुहुन्छ उहाँ होइन। अनि मलाई चाहिँ मैले त्यो दिन मैले ध्यान गरेँ, अर्को दिन पनि मैले ध्यान गरेँ बिहानमा, 2 दिन गरेँ मैले टोटल। गर्दाखेरि चाहिँ मलाई के भन्नुभयो भने के आयो भने ध्यानमा यो घरमा चाहिँ यही टोलमा भने अहिले म फेरि हेर्छु एकदम धेरै 85-86 त्यतिखेर 82 वर्ष भन्नुभएको थियो, 82-83 वर्ष अगाडिबाट पहिलाको जलेर एउटा महिला मृत्यु भएको रहेछ। पहिला जलेर मृत्यु भएको महिला। यो फरक फरक टिप्पणी किन? हरेक माताहरूको झाँक्रीहरूको फरक फरक टिप्पणी किन? अझै पनि हुन्छ त्यो आफ्ना आफ्ना शक्तिले गर्ने, हेर्नुहोस् कसैको के हुन्छ कसैको के हुन्छ होइन। मेरो चाहिँ यही हो। कति विषयवस्तुसँग जोडिन्छु, जस्तो तपाईहरुले सामाजिक सञ्जाल त हेर्नुभयो, सामाजिक सञ्जाल मार्फत नै यहाँलाई चाहिँ जानकारी भयो, त्यसपछि तपाईहरु यहाँ आउनु भएको छ। यो आगो लाग्ने कुरा सीसीटीभी क्यामेरा जडान भइसकेपछि सीसीटीभी क्यामेरा जडान भइसकेपछि एकाएक हरायो के यो अदृश्य शक्ति सबैले देख्ने भए माता धामी के को लागि देखिँदैन। माता धामीहरूले देख्नुहुन्छ, जसलाई मन्त्र ज्ञान छ त्यहाँले मात्रै देख्नुहुन्छ होइन। त्यस कारणले गर्दा पनि तपाईँहरूले नदेख्नु। तपाईँले के देख्नुभयो ल भन्नु न, प्रश्न पारिदिनुहोस् आज जनतालाई। के देख्नुभयो? धेरै वर्ष अगाडि एउटा स्त्री महिला बिहे भएकै हो, बच्चा चाहिँ थिएन, जलेर मरेको। अनि त्यसको आत्माले एकदम गाह्रो भएर शान्ति नपाएर धेरै वर्ष तर्पेपछि चाहिँ अहिले स्वयं अग्निदेवको कृपाले, शिवजीको कृपाले उहाँ चाहिँ अब सत्य अग्निदेवीमा
उत्रिँदै हुनुहुन्छ, जन्म लिएको जस्तै हुन्छ मेरो ध्यानमा चाहिँ है। उयो घर चाहिँ मन्दिरमा जाने देखाएको छ मेरो ध्यानमा, फेरि म हेर्छु यहाँ पनि। अनि एकदम उहाँको शान्त रिस आक्रोशलाई चाहिँ अग्नि देवताले पनि रोक्न सक्नु भएन। जलहरू चाहियो उहाँलाई, पशुपतिको जल चाहियो भन्नुभयो मलाई, सिङ्गारको सामान चाहियो भन्नुभयो मलाई, पशुपतिको जल लिएर आउनु भएको छ? ल्याएको छु सर। अनि त्यहाँबाट डमहरू चाहियो भन्नुभयो मलाई, अनि त्रिशूल पनि चाहियो भन्नुभयो मलाई। यहाँ त एउटा मन्दिर थापना जस्तै भन्नुभएको छ भैरव बाबाहरूले मैले हेर्दाखेरि ध्यानमा। र अब के हुन्छ अब हेरेपछि थाहा हुन्छ होइन। सबै सामानहरू मैले लिएर आएको छु। दिवालमा भित्तामा लेखेका कुराहरू छन् नि, जस्तो म चाहिँ जेठी श्रीमती हुँ भन्ने कुराहरू छन्। जेठी श्रीमती जीवित हुनुहुन्छ, कसरी उहाँ कसरी आउनु होला? जेठी श्रीमती उहाँको होइन, त्यो छलेको। किनभने जेठी श्रीमती जुन मान्छेको जुन त्यो स्त्रीको डेथ भएको थियो नि, जलेर मृत्यु भएको थियो, उहाँको आत्माले त्यो बोलेको, उहाँको पतिलाई बोलेको। उहाँको पति यतातिर पनि नभएको मैले देख्छु। अलि बसाइ सर अन्तै गएको, अनि यता आएर मैले अझ बिहान अघि हेर्दाखेरि चाहिँ 86 वर्ष अगाडि मरेको भनेर भन्नुभयो। अहिले चाहिँ अब सत्य देवीमा, सत्य अग्नि देवीमा उहाँ जन्म लिँदै हुनुहुन्छ। त्यही भएर त्यस कारणले गर्दामा शिवजीले पनि साथ दिनुभएको छ उहाँलाई। अनि अब गणेश भगवानको पनि पूजा गर्नुपर्ने हुन्छ यहाँनिर। अब धेरै मन्दिर थापा नै हुन्छ जस्तो कुरा मैले देखिरहेको छु ध्यानमा। अब हेरौँ अब भित्तामा लेखेको कुरा कतिको सत्यता छ? भित्तामा लेखेको कुरा एकदम सत्य हो। भगवान हुनुहुन्छ, हेर्नु, विश्वास गर्नेले गर्नुहुन्छ, नगर्नेले गर्नुहुन्न, त्यो आफ्नो आफ्नो विचार हो, हामी केही भन्दैनौँ। तर भगवानले गरेकै हो। यो भगवानले गर्नुभयो जस्तो आरोप लागेको छ नि, घरका मान्छेले गरे, यो घरका मान्छेको चाहिँ नि यो सबै यो घर भाइरल बनाउनका निम्ति भन्ने छ। धेरैले हामीलाई पनि गाली गर्नु भएको छ, टिका टिप्पणी गर्नु भएको छ। तपाईँहरू युट्युबे पत्रकारहरूले गर्दाखेरि चाहिँ यो घरलाई भाइरल बनाइयो, एउटा कमाउने भाँडो बनाइयो भने गाली गर्नु चाहिँ एकदम गलत हो। किनभने मिडिया हुनुहुन्थ्यो भने हामी यहाँसम्म पनि आइपुग्न सक्ने थियौँ। मिडियालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु म। उद्धार गर्नुभएको छ हजुरहरूले। आफ्नो अब पारिश्रमिक नपाए पनि, पाउनु त भएको छैन होला, धाउनु भएको छ दिन रात होइन। यो नै तपाईँहरूको धेरै ठुलो महानता हो। र कसैले बोक्सी पनि भनेको छ, बोक्सी छँदै छैन। आत्मालाई कहिले पनि कुट्नु हुँदैन, कुटेर होइन, शान्त बनाएर पठाउनु पर्छ, शान्ति पूजा लाउनु पर्छ। अहिले चाहिँ मैले अग्नि त्यो गर्नुको लागि, शान्त गराउनको लागि मैले अग्निको पूजा गर्छु। अग्निदेवलाई पहिला प्रसन्न गराउनु पर्यो, जलहरू छर्केर धेरै जलको भोकहरू दिनुपर्छ। बोका दिन्छु, यताउति दिने भन्ने कुरा पनि मैले युट्युबमा सुनेको थिएँ। भोकहरू दिनु हुँदैन, हेर्नु, रगतको भोक दिनु हुँदैन। हामीले अबिर केसरी के अहिले पर्छ थाहा होला, मलाई केसरीहरू पनि ल्याउन भन्नुभयो। तर हामीले चाहिँ अब जे होस्, हामीले बरु जलहरू दिनुपर्छ, शुद्ध जल। हामीले सुनपानी राखेर अनि त्यो पशुपतिको जल ल्याएको त्यो राखेर हामीले जलको भोग धेरै दिनुपर्ने देखाउनु भएको छ मेरो ध्यान। जस्तो एक तरिकाले यो कानुनी पाटोको हिसाबले पनि अगाडि बढिसकेको छ। यसमा प्रहरीले अनुसन्धान गर्दैछ आफ्नो तरिकाले। भोलि यी कुराहरू, यावत कुरा तपाईँले गरेका विविध कुराहरू असत्य ठहर भयो भने त तपाईँ पनि कारबाहीको भागीदार हुनु पर्ला नि। म एउटा कुरा, यो मेरो झुटो मेरो रहेछ भने, झुटो मैले देखेको रहेछु भने, र भैरव बाबाले बोलेका कुराहरू हो, काल भैरव बाबाले र भोले बाबाले, पाथिभरा माले बोलेका कुराहरू मेरो ज्यानमा आएर यो कुरा झुटो भयो भने म यो पेसा छोडिदिन्छु। मैले भनेको छु, म यो काम गर्दै गर्दिनँ। तपाईँहरूले पनि छल्नु भयो भने भगवान, म यति टाढाबाट जाँदैछु, म यो पेसा छोडिदिन्छु भनेर म आएको छु। म सत्य नै लाएर आएको छु। म सत्य लाएर आउनु। हजुर, नत्र टाढाबाट को आउँछ सर? दुईटा बच्चा सानो सानो छ, एउटा 1.5 वर्षको बच्चा, एउटा 3 वर्षको बच्चा, त्यस्तो छोडेर म आएको छु। मलाई अब तपाईँको कति दिनको बसाइ हुन्छ? र यहाँ चाहिँ तपाईँले भन्नुभयो नि, जसरी मैले तपस्या गर्नुपर्छ, अब म भित्र प्रवेश गर्छु भनेर भन्नुभएको छ, कति दिन लाग्छ यो शान्त गराउनलाई? अब हेर्छु मैले पहिला एकचोटि, अब घर धनीलाई पनि बोलाएर उहाँको न्वारानको नामबाट मैले हेर्न पर्ने हुन्छ। यो मान्छे घरमा के कसरी आयो भन्ने कुरा त हेर्नु पर्यो नि त। अब उतैबाट हेरेको कुराले हुँदैन। अब यतातिर पनि घर पनि पुरै हेर्छु म। अनि धेरैजना आएर यहाँबाट समस्याको हल नहुँदै भाग्ने गरेका छन्। तपाईँ पनि कहीँ कतै फेरि गायब त हुने होइन, फेरि 2-4 दिनपछि गायब हुने त होइन। भाग्दिनँ। जबसम्म यो समस्या समाधान हुँदैन तबसम्म म बस्न सक्छु। मलाई चाहिँ एकदम भित्रैदेखि मेरो सहयोगको भावना पनि जाग्यो। आफूसँग जे छ त्यो त गर्नुपर्छ, हेर्नु होइन। मसँग यही थियो, मैले यही गर्नु लागेको छु। हेरौँ भगवानको आशीर्वाद लागोस् होइन। म पनि भगवानको चेली हो, आशीर्वाद लागोस्। म चाहिँ अब गर्छु, कार्य पुरा गर्छु। किनभने मलाई किन डर लाग्दैन भने मैले त्रिशूलमा अग्नि जाप्छु। हेर्नु, लागत लाका मान्छेलाई लाउँदाखेरि पोल्दैन, अरूले छुँदाखेरि पोलेको पनि घटना छ। त्यस कारणले गर्दामा चाहिँ म अग्नि देवता स्वयं मसँग बोल्ने भएको कारणले गर्दामा, मैले अग्निदेवलाई पुकारेँ भने उहाँ बोल्ने भएको कारणले गर्दामा अग्निलाई शान्त गराउन म सक्छु। अब दर्शकबिन पक्कै पनि उहाँहरू चाहिँ निकै टाढाबाट आफ्नै खर्चमा आउनु भएको छ। श्रीमान श्रीमती हुनुहुन्छ,
र उहाँहरू तपाईँहरूको सम्बन्ध श्रीमान श्रीमती होइन श्रीमान श्रीमती आउनु भएको छ उहाँ चाहिँ बाइक राइडर हो र यसरी चाहिँ बाइकमा यति टाढाको यात्रा गरेर आउँदै गर्दा पनि कतिको कठिनाइ चाहिँ कतिको महसुस गर्नुभएको छ भगवानको चेलाचेलीलाई हामी भगवानसँग सोधेरै खान्छौँ भगवानसँग सोधेरै हिँड्छौँ होइन भगवानसँग सोधेरै सुत्छौँ टाइम सोध्नु त पर्दैन तर पनि सोधेको राम्रो अझ चेलाचेली भइसक्यो छोरी भइसकेपछि हामीलाई गाह्रो केही पनि भएन बाघ आउने बाटो पनि छलेर आयौँ ओम नम शिवाय भनेपछि सक्यो ओम श्री काल भैरवाय नम भनेर मन्त्र जाप्यो ध्यानमा बस्यो टेन्सनै हुँदैन हामीलाई कुनै कुरासँग डर लाग्दैन जब भगवानको सत्य चेलाचेली हुनुहुन्छ भने कसैले पनि डर मान्नु पर्दैन यो भिडियो हेर्ने दर्शकहरूका लागि एउटा काल भैरवको मन्त्र भनिदिनुहोस् ल काल भैरवको मन्त्र ओम काल हम डङ्किनी छत्र नासम स्वाहा ओम काल हम डङ्किनी फट हम हिरी फट स्वाहा यो डङ्किनी भगाउने मन्त्र खासमा मन्त्र चाहिँ मेरो भैरव बाबाले भन्नुभयो लिक नगर्नु मन्त्र किनभने तपाईँले पनि अब यो कुरा नसोधिदिनु केही पनि तपाईँले भन्नुभयो मैले सानो एउटा मन्त्र भनिदिएँ कसैले चोरेर त मेरो मन्त्र चोरिन्न र पनि भन्न राम्रो होइन मन्त्र चाहिँ आफूसँग भएको कुनैले भन्छ त्यो देखावटी बनावटी हो मन्त्र कहिले पनि आफ्नो भन्नु हुँदैन अरूलाई कि त चेला हुनु पर्यो काल भैरव बाबाले चुनेकै चेली हुनु पर्यो होइन भने अरू मान्छेसँग मन्त्र चाहिँ भन्न अलि मिल्दैन सर ठिकै छ एकचोटिलाई सोधिदिनु भयो मैले भनिदिएँ दर्शकबिन यही घर हो जहाँ चाहिँ विगत 1.5 महिनादेखि आगो लागिराखेको छ र दिन प्रतिदिन यो घरको अन्नपात र यो घरमा रहेको धनमाल नष्ट भइराखेका कुराहरू सामाजिक सञ्जालमा भाइरल भइसके पश्चात यति बेला माता झाँक्री सबैको आगमन भइराखेको छ विभिन्न ठाउँबाट उहाँहरू आउने क्रम जारी नै छ अब भने माताको अदृश्य शक्ति हेरौँ उहाँ चाहिँ आफै ताण्डव गर्दै हुनुहुन्छ जुन चाहिँ काल भैरव जसरी काल भैरवले ताण्डव गर्दै हुनुहुन्थ्यो त्यसरी चाहिँ उहाँ ताण्डव गर्दै हुनुहुन्छ उहाँ चाहिँ अब यो घरभित्र प्रवेश गर्नुहुन्छ र अब उहाँले भन्नुभएको छ कि उहाँले भन्नुभएको छ यो समस्याको हल नहुँदासम्म म चाहिँ यहीँ बस्छु कति माता झाँक्री आए कति यहाँबाट चाहिँ फर्केर गए तर उहाँ चाहिँ म यो घरको समस्याको हल गर्छु भनेर आउनु भएको छ पक्कै पनि आशा गरौँ यो सब घरको समस्या के हो उहाँले चाहिँ यो घरको समस्याको हल गरेरै हामी चाहिँ फर्किन्छौँ भन्नुभएको छ श्रीमान श्रीमती आउनु भएको छ